बालेनकी सफल मन्त्रीलाई असफल बनाउने विपक्षीको षड्यन्त्र। सुकुमवासीलाई लाल पूर्जा दिन स्थानीय सरकारले अवरोध गर्दै प्रतिभाले 3 अर्ब घोटालाको फाइल खोलिन्। भूमि सुधार मन्त्री प्रतिभा रावलले नाम जस्तै काममा पनि प्रतिभा देखाइरहेकी छन्। त्यसैले उनको काम देखेर प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछाने निकै खुसी हुँदा विपक्षीहरू भने जल्न थालेका छन्। जल्नेहरू जल्दै गर, म आफ्नो काम गर्दै गर्छु भन्दै मन्त्री प्रतिभा अघि बढिरहेकी छन्। मन्त्री प्रतिभाले सुकुमवासीलाई जग्गाको लाल पूर्जा दिन सुरु गरेकी छन्। तर स्थानीय तहमा विपक्षी दलहरूको सरकार छ। अहिले सुकुमवासीलाई जग्गाको लाल पूर्जा दिने प्रक्रियामा स्थानीय तहले जालझेल गर्दै मन्त्री प्रतिभालाई असफल बनाउने खेल खेलेका हुन्। 35 वर्षदेखि सुकुमवासीको मुद्दा उठाएर भोट बटुल्ने तर सरकारमा पुग्दा विभिन्न नाममा आफ्ना आसेपासेलाई पैसा दिने काङ्ग्रेस, एमाले र माओवादी सुकुमवासीलाई लाल पूर्जा दिन हुँदैन भन्ने पक्षमा छन्। यदि सुकुमवासीले लाल पूर्जा पाए आफूहरूले रोटी सेक्न नपाउने डर उनीहरूमा छ। त्यसैले उनीहरूले स्थानीय सरकारबाट मन्त्री प्रतिभाको मिसनलाई असफल बनाउने काम गरिरहेका छन्। यसैबीच मन्त्री प्रतिभाले पुराना दलले विगतमा 3 आयोग बनाउँदा 2 अर्ब 11 करोड खर्च भएको भन्दै रावलले यसको विषयमा अनुसन्धान हुने बताएकी छन्। सुकुमवासी व्यवस्थापनका लागि भन्दै 3 आयोग गठन गरिएका थिए। ती आयोगमा आफ्ना कार्यकर्ता भर्ती गरिएका थिए। तर काम शून्य हुँदा झन्डै 3 अर्ब झ्वाम पारिएको भेटिएको छ। यस विषयमा अनुसन्धान गरेर पैसा खानेहरूलाई जेल हाल्ने मन्त्री प्रतिभाको तयारी हो। बालेनकी सफल मन्त्रीलाई असफल बनाउन खेल खेल्ने स्थानीय सरकारप्रति तपाईको प्रतिक्रिया के छ? आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला।